रेडियो राष्ट्रको रेडियो कान्तिपुर सूचना सञ्चार अनि कम्प्युटर प्रविधि सम्बन्धी यो हो रेडियो कान्तिपुरको एकमात्र प्रस्तुति कार्यक्रम साइबर टाइमको साथमा सदाको शनिबार चाहिँ कार्यक्रम विज्ञान प्रविधि पश्चात उपस्थित भइसकेकी छु तपाईकै शिक्षा कार्यक्रममा आज राख्दैछु साइबर इन्टरभ्यु सेगमेन्ट र साइबर इन्टरभ्यु सेगमेन्ट अन्तर्गत हामी कुराकानी गर्दैछौँ metrofever.com को बारेमा। साइबर इन्टरभ्यु सेगमेन्ट अन्तर्गत आज हामी चर्चा गर्दैछौँ metrofever.com को बारेमा र metrofever के हो, metrofever.com का अट्र्याक्सनहरू के हुन् त्यसको बारेमा हामीलाई जानकारी दिनको लागि हामीसँग यतिखेर स्टुडियोमा हुनुहुन्छ metrofever.com का टेक्निकल हेड हम्बल शाही अनि त्यसैगरी चीफ एडमिनिस्ट्रेटिभ अफिसर अनिल बस्नेतजी, यहाँहरू दुवैजनालाई कार्यक्रममा स्वागत छ। धन्यवाद। हजुर, metrofever.com के हो इन्फ्याक्ट भन्नुपर्दाखेरि चाहिँ? metrofever.com भन्नाले एक किसिमको पोर्टल हो, त्यो चाहिँ मेट्रो पोर्टल भनेर डिफाइन गरेका छौँ। यसमा चाहिँ हामीले मेट्रोमा भएको छ उनीहरूलाई चाहिँ कनेक्ट गर्छौँ, उनीहरूको लाइफस्टाइलदेखि लिएर सबै कनेक्ट गरेर एउटा पोर्टल बनाएका छौँ यसलाई चाहिँ। हजुर, हम्बल शाही त्यस अलावा हामीले चाहिँ विभिन्न इभेन्ट्सहरू चाहिँ हामीले वेबसाइट थ्रु पब्लिसिटी गरिरहेछौँ। रिसेन्टली हामीले दुईवटा एउटा इन्टरनेसनल र एउटा अर्को नेसनल इभेन्ट्सलाई कभरेज गऱ्यौँ। नेसनल इभेन्ट्समा चाहिँ क्या दामीले रिप्रेजेन्ट गरेको चाहिँ नेसनल डिजायरका र अर्को चाहिँ ल्याटिन अमेरिकन म्युजिकल लाइभ कन्सर्ट जुन डिसेम्बर 3 र 10 मा भएको थियो, त्यसलाई चाहिँ हामीले सफलतापूर्वक हामीले पब्लिसिटी र अनलाइन मिडिया पार्टनर भएर काम गरेका थियौँ। सो metrofever.com मा के छ त? सरस्वती भन्दाखेरि हाम्रो चाहिँ एउटा इभेन्ट्स छ, मोडेल, फेसन, मुभी, भिडियोज, मेट्रो स्टार, मेट्रो प्रोफाइल, मेट्रो टक्स, टिभी शो, अनि त्यसको अलावा फोटो ग्यालरी, लाइभ एफएम एन्ड आर्टिकल्स। जस्तो डिफ्रेन्ट तपाईँहरूको चाहिँ हेडहरूमा चाहिँ भनौँ न एउटा युजरले धेरै कुराहरू धेरै इन्फर्मेसन गेन गर्न सक्दो रहेछ हैन त। इभेन्टमा चाहिँ के छ? अब यही तपाईँहरूले रिसेन्टली गर्नुभएको इभेन्टहरूको बारेमा हो कि अथवा अरू गर्नुलागेको इभेन्टहरूको बारेमा पनि जानकारीहरू हुन्छ, के हुन्छ? यसमा हामीले इभेन्ट्सहरू अब अपकमिङ इभेन्ट्सहरू पनि सबै रेगुलर कभरेज गर्छौँ। अनि मोडल सेक्सनमा चाहिँ के हुन्छ? यसमा हामीले चाहिँ जति पनि नेपालीहरू मोडल्सहरू हुनुहुन्छ उहाँलाई चाहिँ प्रमोसनको लागि हामीले यो पोर्टफोलियो रूपमा लिएका छौँ। जति पनि नेपाली साइट्सहरू देख्न सक्छौँ त्यहाँ चाहिँ भल्गारिजमहरू हुन्छ। हामीले त्यसरी नभइकन हामीले चाहिँ कुनै पनि प्रोडक्टहरूलाई प्रोडक्ट बेस मानेर चाहिँ हामीले मोडलिङ गराउँछौँ। अब के यो अलिकति ग्ल्याम फ्याक्टर नराखिकन यो वेबसाइट नचल्ने हो अथवा के हो? पर्ने बाध्यता किन? ग्ल्याम हाम्रो साइटमा चाहिँ ग्ल्याम फ्याक्टर त कुनै पनि ठाउँमा देखिँदैन। मोडल्समा पनि हामीले प्रोडक्ट बेस मात्रै गर्छौँ। अब त्यो मोडलिङ ग्ल्यामर मोडलिङ भन्दा पनि हामीले प्रोडक्ट कुनै एउटा बुटिक अथवा त्यस्तो पसलहरूको प्रोडक्टहरूलाई लिएर हामीले मोडलिङ गर्छौँ। त्यसमा मुभिजहरूमा पनि सेम त्यस्तै भइहाल्यो। ग्ल्याम चाहिँ हाम्रोमा त्यति खासै देखिँदैन। के हुन्छ फेसनमा चाहिँ के हुन्छ? फेसनमा भन्नाले हाम्रो फेसन भन्नाले एउटा विन्डो सपिङ टाइपको त्यसमा बनाएको छौँ। त्यसमा चाहिँ अब फेसन मलहरूको चाहिँ उनीहरूको प्रोडक्ट राखेर अनि हामीले त्यसमा फोटोसुट गरेर त्यो प्रोडक्टको डिटेल्स सहित हामीले त्यसमा राख्छौँ। त्यसमा भनेपछि सपिङ गर्न पनि पाउँछ सपिङ, तर अनलाइन ट्रान्जेक्सन चाहिँ अहिले छैन, एभाइलेबल छैन। हामीले चाहिँ प्रोडक्ट डिटेल्स दिन्छौँ अनि कहाँ पाउँछ र कसरी हामीले त्यसलाई चाहिँ एप्रोच गर्न सक्छौँ भनेर चाहिँ गर्न सक्छौँ। र अनलाइन अर्डर चाहिँ गर्न मिल्छ त्यो प्रोडक्टमा। अब कसैलाई त्यो प्रोडक्ट मन पर्यो भनेपछि हामीलाई अर्डर गरेर हामीले चाहिँ म्यानुअली उनीहरूसँग कन्ट्याक्ट गरेर मलसँग कन्ट्याक्ट गरेर हामीले डेलिभर चाहिँ गरिदिन्छौँ प्रोडक्ट। भनेपछि मुभिज र भिडियोज भन्ने छुट्टा छुट्टै टपिक पनि रहेछ तपाईँहरूसँग होइन? यसमा चाहिँ के हुन्छ? मुभिजहरूमा चाहिँ हाम्रो अपकमिङ र अहिले करेन्टली सो भएका जति पनि अहिले काठमाडौँ भ्यालीमा भएका सिनेमाहरूको लिस्टिङहरू गरेका छौँ। अनि त्यसमा मुभी हेर्न पाइने छैन, जस्ट अहिले चाहिँ इन्फर्मेटिभ हो। र फर्दर पछि हामीले चाहिँ सोचेका के छौँ भन्दाखेरि अनलाइन हाम्रो साइट थ्रु बुकिङ गर्न सकोस् कुनै पनि युजरहरूले, त्यो चाहिँ फ्युचर त्यो हामी उनीहरूसँग त्यो क्रियापेक्सहरूसँग कुरा गरिराखेका छौँ। उनीहरूको सिस्टमसँग इन्टिग्रेट गर्ने हामी प्रोसेसमा छ। त्यो चाहिँ भनेपछि तपाईँको यो फ्युचर प्लान होइन? भिडियोज लाइक कुनै पनि भिडियो प्रमोसनहरू हुन सक्छ। त्यो प्रमोसनको लागि चाहिँ यो एउटा हाम्रो मिडियम हुन सक्छ। यो भनेपछि एल्बम प्रमोसन, अडियो भिडियो प्रमोसनको लागि पनि यो पोर्टल चाहिँ लाभकारी साबित हुन्छ हैन त? सो प्रमोसन चाहिँ कसरी गर्नुहुन्छ तपाईहरुले?
हामीहरूले अब उहाँहरूले हामीले प्रोभाइड गर्नुहुन्छ उहाँहरूको भिडियोजहरू सङ्ग्सहरू हामीले हाम्रो वेबसाइट थ्रु राखेर अब हाम्रो मिडिया हाम्रो सोसल मिडिया अथवा हाम्रो जति पनि क्लाइन्ट्सहरू छ उहाँलाई इमेल थ्रुबाट उहाँहरूलाई चाहिँ त्यो देखाउँछौँ हामीले चाहिँ हजुर ओके अब मेट्रो स्टार भन्ने छुट्टै एउटा टपिक रहेछ होइन मेट्रो स्टारमा चाहिँ के हुन्छ मेट्रो स्टारमा हाम्रो चाहिँ अब यसमा चाहिँ फोकस चाहिँ हाम्रो सेलिब्रिटीसँग फोकस छ चाहिँ उहाँहरूको सेलिब्रिटीको फुल डिटेल्स चाहिँ हामीले चाहिँ त्यसमा दिन्छौँ उहाँको बायोग्राफी टाइपको सो मेट्रो प्रोफाइलमा चाहिँ के हुन्छ यो चाहिँ कस्तो भन्दाखेरि जति पनि नेपाली मेबी पपुलर पनि हुन सक्नुहुन्छ या अन द वेमा जो पनि मान्छेहरू हुनुहुन्छ उहाँहरूको प्रोफाइल चाहिँ हामीले अपडेट गरेका छौँ जस्तो अब 8औं टपिक भनौँ तपाईँहरूको होइन मेट्रो टकमा चाहिँ के हुन्छ मेट्रो टकमा भन्नाले हाम्रो चाहिँ यो रेगुलर इन्टरभ्यू सेक्सन जस्तो हो तर यसमा चाहिँ हामीले सर्टेन त्यो रिलेटेड पर्सनहरूसँग उनीहरूको जुन फिल्डमा हुनुहुन्छ उहाँ त्यही फिल्ड अनुसारको हाम्रो टकहरू गर्छ त्यसमा इन्टरभ्यू लिन्छौँ जस्तो यसमा पनि स्टारहरू अथवा होइन यसमा स्टार नै हुनुपर्छ भन्ने छैन जोसुकै पनि हुन सक्नुहुन्छ यसमा चाहिँ यो सेक्सनमा सो टिभी सोजमा चाहिँ टिभी सोजमा हामीहरूले चाहिँ अहिले जति पनि टिभी सोहरू नेपाली टेलिभिजनमा प्रसारण भइरहेको टिभी सोहरूलाई चाहिँ हामीले त्यसको भोलिपल्ट चाहिँ हामीले यसलाई अनलाइनमा राखिदिन्छौँ उनीहरू चाहिँ भिडियो क्याप्चर गरेर अब अनलाइन उसमा उहाँले टिभीमा छुट्याउनु भएको त्यो सिरियलहरू त्यो सोहरू चाहिँ यस थ्रुबाट हेर्न सक्नुहुन्छ उहाँले अनलाइनबाट आर्टिकल्स भन्ने छुट्टै एउटा सेक्सन पनि रहेछ होइन सो आर्टिकल्स अन्तर्गत चाहिँ के हुन्छ के कस्तो आर्टिकलहरू चाहिँ तपाईँहरूले अहिले यो metrofever.com मा चाहिँ इन्कर्पोरेट गर्नु भएको छ आर्टिकल यसमा करेन्ट एफेयर सम्बन्धी पनि हुनसक्छ जुन चाहिँ सिटीमा भइरहेको जुनसुकै घटनाहरूलाई लिएर पनि हुनसक्छ र यसलाई चाहिँ हामी आफै पनि लेख्छौँ हामीसँग टिम पनि छ र त्यो अलावा हामीले कुनै पनि युजरहरूले यदि चाहनुहुन्छ भने उहाँको आर्टिकल हामी पोस्ट गरिदिन सक्छौँ जस्तो अब जुनसुकै वेबसाइटहरू अथवा जुनसुकै काम गर्दाखेरि होइन एउटा सस्टेनेबिलिटीको कुरा आउँछ अब कतिपय वेबसाइटहरू त बन्छन् पछि अपडेटहरू पनि नहुँदाखेरि अथवा धेरै कुराहरू हुन्छ होइन धेरै कुराहरू भए तापनि अब राम्ररी अपडेट हुँदैनन् त्यहाँ फेरि अब काम गर्ने जो हुनुहुन्छ डेभलपरहरू अब उहाँहरू छुट्टा छुट्टै फिल्डमा लाग्नुहुन्छ अनि त्यस पछाडि त्यो वेबसाइट त्यतिकै कलाप्स भएको धेरै वेबसाइटहरू नेपालमा चाहिँ त्यो चाहिँ धेरै नै हामीले देखेका छौँ होइन जस्तो metrofever.com लाई चाहिँ सस्टेन गराउनको लागि यहाँले के कस्तो प्रयासहरू गर्नु भएको छ यसमा चाहिँ हामी 4 जना छौँ यसमा हामी 4 जना चाहिँ आइटी फिल्डकै मान्छे छौँ अनि उनीहरूको पनि छुट्टै हो जस्तो अब म चाहिँ डेभलपर हुँ अनि अनिल चाहिँ डिजाइनर छ अनि अर्को एकजना साथी उहाँ पनि डेभलपर हुनुहुन्छ ईश्वर आचार्य र एकजना हाम्रो अर्को साथी हुनुहुन्छ नितिन शर्मा उहाँ चाहिँ मिडिया र मार्केटिङ म्यानेजर हुनुहुन्छ उहाँ र उहाँले चाहिँ के हुनुहुन्छ ब्लगहरू र आर्टिकलहरू उहाँलाई जिम्मा दिएको छौँ यसरी हामीले काम चाहिँ डिभाइड गरेका छौँ र त्यो अलावा हामीले सस्टेनेबल गर्नको लागि चाहिँ हामीले यता बिजनेस पोइन्ट अफ भ्यूले हेर्दाखेरि हामीले त्यहाँ कुनै पनि अर्गनाइजेसनको एडहरू डिस्प्ले गरेर बापत हामीले सर्टेन चार्जहरू लिन्छौँ भनेपछि एड पनि गर्न पाइने हो अनि त्यो अलावा हामीले गुगल एडसेन्डहरू र अरू बिजनेस सर्भिसहरू पनि दिएका छौँ हामीले हजुर अब डेभलप त तपाईँहरूले गर्नुभयो होइन तर अब metrofever.com चाहिँ कुन संस्था अन्तर्गत चाहिँ यहाँले खोल्नु भएको यो हामीहरूको यो आइओल्ड टेक्नोलोजिज भन्ने कम्पनी छ हामीहरूको त्यही कम्पनी अन्तर्गत चाहिँ हामीले यो पोर्टल चलाएको कार्यक्रम साइबर टाइमको जुन साइबर इन्टरभ्यू सेक्सन छ होइन त्यसको चाहिँ अन्तिम प्रहरतर्फ हामी आइसकेका छौँ फाइनली आफ्नो तर्फबाट के भन्न चाहनुहुन्छ हाम्रो अब यो पोर्टल चलाएको 6 देखि 7 महिना भएको छ हाम्रो चाहिँ अहिलेसम्म हामीले राम्रो रेस्पोन्स पाइरहेका छौँ यसमा पनि रेगुलर अपडेट्सहरू हामीले गर्दै जानेछौँ र अब केही सजेसन्सहरू छ भने चाहिँ हामीहरूलाई हाम्रो फेसबुक पेजमा पनि लाइक गर्न सक्नुहुन्छ facebook.com/metrofever भनेर त्यसै गरेर युट्युबमा पनि सब्सक्राइब गर्न सक्नुहुन्छ त्यसै पनि youtube.com/metrofever त्यसरी हाम्रो इमेल एड्रेसबाट पनि हामीलाई कुनै सजेसनहरू छ भने दिन सक्नुहुन्छ इमेल एड्रेस चाहिँ हाम्रो info@metrofever.com छ हजुर हम्बल शाहीजी अनिल बस्नेतजी यहाँहरू दुईजनालाई धेरै धेरै धन्यवाद छ metrofever.com को बारेमा यति धेरै इन्फर्मेसन हामीलाई दिनुभयो त्यसको लागि थ्याङ्क यू श्रोतावृन्दको साथसाथै आजको लागि कार्यक्रम साइबर टाइमबाट मैले पनि बिदा माग्ने बेला भइसकेको छ अर्को हप्तासम्मको लागि शिक्षालाई आज्ञा दिनुहोस् नमस्कार अनि ह्यापी ब्राउजिङ